हामी चाहिँ अहिले ट्रेन्डमा चलिरहेको रेनबो कलर च्यालेन्ज गर्दै तर रेनबो भनेर चाहिँ स्पेसिफिक त्यही कलर छैन 7 डिफ्रेन्ट कलर्स छ अनि यो चाहिँ सिस्टर एडिसन हो ल स्टार्ट ल फर्स्ट मैले भन ब्ल्याक है त प्लास्टिक खोल्नु त फेरि 1 2 3 वै कस्तो क्यूट लास्ट क्यूट छ यार लारे बस्नु लास्ट गर्लिस फिल भयो लास्ट क्यूट रहेछ यार हेर्न है लाएर बस्छ है त ल ब्ल्याक भाइ ल तिमीले भन न त कुन पिंक पिंक ल गो मेरो क्यूट मोजा छ जहिले नि मेरो माग्न आएर रुममा है हैरान पारेर नि मोजा कस्तो कति क्यूट क्यूट हो यो सबै टाउकोमा लाउने भइरहेको ओके पनि राम्रो रहेछ जस्तै क्यूट ल मेरो चाहिँ मोजा बहिनीले स्ट्रबेरी मोजा लै लास्ट क्यूट पाएँ तर म ब्ल्याकै लाएर बस्छु अब कुन कलर अब चाहिँ ब्लू ब्लू होला जहिले नि टिस्यु पेपर भ्यायो भन्छ नि त्यही भएर टिस्यु अनि हेरियो चाहिँ यसको फेभरेट चुरा ब्लू मेरो ब्लू कलरको कुर्तामा हुन्छ त्यही सोचेर ल्याइदिएको कि मैले कोमलिका यो कस्तो कोमलिकाको टिकाको जस्तो कलर के राम्रो लगाएर बस्ने पुरै मिस गरेर हो क्या ल है त अब नेक्स्ट तिमीले भन ल क्यूट कुरा ब्राउन ब्राउनमा के थियो ए ल 1 2 3 मेरो चाहिँ चक्लेट चोको पाइर अनि यसको यो इयरिङ्स थियो के एकदम हरा थियो नि त्यो वाला है यो जुली टाइपको के नाइस है मैले चाहिँ एउटा चाहिँ ब्याम्बू ब्रस एउटा चाहिँ ब्याम्बू ब्रस ल्याइदिएको छु अनि एउटा चाहिँ यो 3 सेट वाला हेड के भन्छ क्लिप के डिफ्रेन्ट कलर यो चाहिँ कर्ली हेयरलाई राम्रो हुन्छ भनेर देखिरहेको थिएँ कि मैले ठ्याक्कै तसले कुरा नि गरेको थिएँ क्या है मैले युज गर्नुहुन्छ भनेर लास्ट यो चाहिँ ब्राउन कलरको देखेर है मैले ब्राउन नाइस कर्लिस एरा सुरु भयो है मेरो ल थ्याङ्क यू अब कुन है कुन म भन रेड अब रेड ल 1 2 3 चाहिँ यो नेस्क्याफे आफै राख्छस् का यो मेरो किटक्याट यो त लास्ट अहिले त अलिक ड्रेसअपसित नमिले जस्तो भएको के अब कुन गर्ने तिमीले कुन व्हाइट हुन्छ ल 1 2 3 यो हेर्दा देखे पनि भित्र चाहिँ व्हाइट छ है पकेट पर्फ्युम लास्टै घुम्छस् नि त यता डुलेको डुले गर्छ लास्टै स्टेनलेस है मेरो नि त्यही कस्तो क्युट रहेछ मलाई यस्तो वाला अलिक सुहाउँछ के हुन्छ नि थ्याङ्क यू ल अब कुन अब नेक्स्ट अब त लास्ट एउटा रह लास्ट ल ग्रिन 1 2 3 ल ओपन गर खानेकुरा बल्ल खानेकुरा आएको एउटा मात्र आज फेरि म चाहिँ लास्टै खानेकुराको प्रेमी हो नि त ग्रीनको प्याकेजिङ नि ग्रीन रहेछ हल्का क्लियर अनि भित्र नै हल्का एउटा स्क्रन्ची यो चाहिँ ग्रीन स्क्रन्ची राम्रो नलाएर पेटल्स चाहिँ ग्रीन छ है फेरि के ग्रीन भन्नु होला खानेकुरा आयो